हेलो हेलो नमस्ते सबैलाई नमस्कार। आज यहाँ चाहिँ यस्तो राम्रो देखेको छ। आज म हाम्रो प्यारी दिदी शर्मिला दिदीको घरमा आएको छु। दिदीको कौशेमा हेर्नुस् न, यहाँ कस्तो राम्रो मजाले सबै थोक रोप्नु भएको छ। ल गुलाबको फुल छ, यो अब के को बिरुवा हो पनि। अनि यता यो अभोकाडो हो दिदी। ए यो यत्रेमा फल्छ ल। यो चाहिँ अभोकाडो रहेछ। अनि यो सुन्तला होला यो हो दिदी। कागती त्यो बिमिरो त्यो बिमिरो भयो। अनि त्यसपछि यहाँ जात जातका फुलहरू पनि छ। ल कस्तो राम्रो राम्रो सेतो फुल फुल्या छ, अर्को रातो फुल। अनि अभोकाडो पनि गमलामा रोपिराख्नु भएको छ। यो फुल यहाँ हेर्नुहोस् कस्तो राम्रो फुल्यो। एकचोटि रोपेपछि रोप्नु पर्दैन होइन त दिदी यो फुल। कस्तो राम्रो फुलेको। अनि यहाँ कागती पनि फलिरहेछ। ल कागती मजाले फलेको रहेछ कागती। ल हेर्नुहोस् त यहाँ। आहा कस्तो मजाले कौशीमा फुलदेखि लिएर हरेक फलफुलहरूको बिरुवाहरू लगाउनु भएको छ। अनि कौशीमा पनि हामीले हरेक कुराहरू फलाउन सक्छौँ। यतापट्टि यो ड्रागन फ्रुट्सलाई हेर्नुहोस् यहाँ। ड्रागन फ्रुट्सको चाहिँ यत्रो लामो भइरहे अब यो चाहिँ फल्ने क्रममा छ। यहाँ चाहिँ मल बनाउनु भएको होला दिदीले। मल हो दिदी यो। ल यहाँनिर मल बनाइराख्नु भएको छ, खेर पनि नजाने सबै। यता पनि कागती, यता फुलहरू, यतापट्टि अब अलिअलि फुलहरू चाहिँ सुक्न लागेको रहेछ। दिदीले यता पानी पनि हाल्दै हुनुहुन्छ। ल हेर्नुहोस् कस्तो राम्रो फुलहरू। ल आहा कति राम्रो फुल फुलेको। पछि कागतीहरू पनि छ। ल हेर्नुहोस् यहाँबाट भ्यू पनि कस्तो राम्रो देखिन्छ। ल आहा धेरै राम्रो। ल यसरी आनन्द आउने कौशीमा फलफुलहरू फलाएर फुलहरू फुलाएर। ल हेर्नुहोस् न यहाँ। अनि त्यसपछि अर्को एउटा कुरालाई हेर्नुहोस्, यस्तो बोडी पनि फलिरहेछ। ल आहा ल हेर्नुहोस् न मकै बोडी मजाले बोडी पनि फलेको छ। यता लालुपाते फुलहरू छन्। यता खुर्सानी ल हेर्नुहोस्, ठाडो खुर्सानी मजाले। ल आहा खुर्सानी फुलेको छ। यता फुलहरू कौशीमा धेरै राम्रोसँग चाहिँ उहाँले खेती गर्नुभएको छ। कौशी खेती हराभरा। अनि यो सबै गर्ने चाहिँ हाम्रो प्यारी दिदी शर्मिला दिदी हुनुहुन्छ। उहाँ दिदी हुनुहुन्छ है, पानी राख्दै हुनुहुन्छ। हाम्रो दिदीले कौशीमा यस्तो धेरै फलाउनु भएको छ है त हजुर। ल सबैले यसरी नै आफ्नो कौशीमा बिरुवाहरू रोप्दै जाउँ, हराभरा बनाऊ है त। हस् त।